हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म हजुरहरूलाई सिक्स प्याक कसरी बनाउने भन्ने कुरो चाहिँ नि यस भिडियो मार्फत चाहिँ तपाईँहरूलाई सिकाउन जाँदैछु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला र यसै भिडियोमा मैले डायट प्लानको पनि चर्चा परिचर्चा गर्नेछु। सो आर यु गाइज रेडी? के तपाईँहरू पनि मेरो जस्तो सिक्स प्याक प्लान गरेर कसैले देखाउन चाहनुहुन्छ या म जस्तै यसरी बसेर युट्युबमा भाषण दिन चाहनुहुन्छ या त कुनै पनि कन्टेन्ट क्रिएटर गर्न चाहनुहुन्छ? त्यसको लागि चिन्ता नलिनुहोस् गाइज। 3 महिना बस 3 महिना मैले सिकाएको जस्तो एक्सर्साइज गर्नुहोस् हरेक दिन बिहान बेलुका। 3 महिनापछि तपाईँहरू पनि म जस्तै सर्टलेस भएर कहीँ भाषण दिइरहेको हुनुहुन्छ कि जस्ट लाइक मी गाइज। सो आर यु गाइज रेडी? यदि रेडी हुनुहुन्छ भने लेट्स गो। ल गाइज, तपाईँहरूको इच्छा चाहिँ म पुरा गरिदिन्छु कि 3 महिनामा 6 प्याक मेरो जस्तो 6 प्याक लिएर तपाईँहरू पनि घुम्न सक्नुहुन्छ कि। बस मैले सिकाएको एक्सर्साइजहरू रेगुलर रूपमा गर्नुहोस्। भनिन्छ नि कन्सिस्टेन्सी इज द की अफ द सक्सेस, होइन? त्यही जस्तो हो। तपाईँहरूले एकदम मजाले 3 महिना यो एक्सर्साइज गर्नुभयो भने र मैले भनेअनुसार डायट प्लान खानुभयो भने तपाईँहरू पनि सर्टलेस भएर होइन 6 प्याक देखाएर हिँड्न सक्नुहुन्छ कि गाइज। सो लेट्स स्टार्ट इट। सुरुमा यस्तो गर्नुहोस्, 1 2 3 4 5 6 7 30 गाइज। आरामले होइन यसरी पछाडिबाट हेर्दा चाहिँ यस्तो देखिन्छ है। टक्क यस्तो उचाले यो हातले छुनी फेरि तल, यो उचाले यो हातले छुनी तल, यस्तो देखिन्छ। 1 2 गाइज। ल यस्तो देखिन्छ गाइज, होइन? यो एक्सर्साइज चाहिँ 3 सेटसम्म 30 मतलब टोटल 90 पटक तपाईँहरूले यो एक्सर्साइज गर्नु पर्यो। पहिला चाहिँ यसरी मात्रै गरिन्थ्यो भने अहिले चाहिँ हल्का उफ्रिनु पर्ने हुन्छ है। 1 2 3 4 5 6 7 8। अहिले चाहिँ उफ्रिँदाखेरि यो खुट्टा टक्क उफ्रिने, यो झार्ने, यस्तो उफ्रिने तल, होइन? मतलब यस्तो यहाँ टच हुनु पऱ्यो है मजाले यसरी। जस्तै यस्तो यो टच हुनु पऱ्यो है गाइज। पछाडिबाट हेर्दा यस्तो देख्छ। म अब अगाडिबाट तपाईँहरूलाई देखाउँछु। यो पनि प्रत्येक सेट 30 3चोटिसम्म यो एक्सर्साइज पनि गर्नु होला गाइज है त। ल लेट्स स्टार्ट इट। 1 2 3 4 5 7 29 30। ल गाइज अलि हार्ड हुँदै जान्छ है यो एक्सर्साइज पनि। 30 3 सेट हान्नु होला। भिडियो धेरै लामो हुने भएर मैले चाहिँ गाइज छोटो भिडियो हालिरहेको छु, होइन? तपाईँहरूलाई चाहिँ यो प्रपर रूपमा गर्नु होला। हरेक रेप्स हरेक एक्सर्साइज 30 3चोटि। त्यसपछि दोस्रो एक्सर्साइज टक्कै यो छ नि यहाँ छुनी थाई टच भन्छ यसलाई, होइन? यो पनि 30 3 सेटमै 30 हान्नुपर्छ। ल लेट्स गो। 1 2 3 4 29 30। यो चाहिँ मैले किन जोडीमा गरेको छु नि त, त्यही भएर यो एक जोडीको चाहिँ 1 गनेको छु। तपाईँहरू पनि यो 3 सेटै मार्नु होला। अब यो पनि 3 सेट मार्नु। यसपछि यो चाहिँ अलि हार्ड हुन्छ, तपाईँहरू पछि गर्दै गएपछि तपाईँहरू आफैलाई थाहा हुन्छ। पहिलाको स्किप गर्न सक्नुहुन्छ र यो पछिको अलि हार्डवाला मात्रै तपाईँहरूले गर्न सक्नुहुन्छ है त। लेट्स गो। 1 2 3 4 5 ल यो पनि 30 जोडी गरियो, होइन? मैले चाहिँ यो भिडियो धेरै लामो हुने भएर थोरै गरिरहेको छु। तपाईँहरूले यो एक्सर्साइज पनि 3 चोटि 30 मतलब 90 चोटि गर्नु पऱ्यो है। यदि साँच्चै नै तपाईँहरूले मेरो जस्तो 6 प्याक एप 3 महिनामा पाउन चाहनुहुन्छ भने यो डेली रुटिन फलो गर्नुहोस्, बिहान बेलुका है त। ल अब हामी अर्को एक्सर्साइजमा जानेछौँ गाइज।
अर्को चाहिँ अलिकति हार्ड हुँदै जान्छ अब गाइज होइन। के गर्नुहोस् भन्दाखेरि यो यहाँ पुरा सल्युट के आर्मीवाला सल्युट होइन। सल्युट टक्क बस्नुहोस्, यो खुट्टा माथि ताली मार्नुहोस्, बस्नुहोस्, ताली पड्काउनुहोस्। यहाँ ताली पड्किनुपर्छ है गाइज। फेरि यो दुईवटाले यस्तो 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 मात्रै गऱ्यो भने हुँदैन, मजाले ताली बज्नुपर्छ गाइज। जस्तै मैले भनिहालेँ नि, टक्क बस्नुभयो है, यसरी ताली बज्नुपर्छ है गाइज। फेरि हुँदैन, अलिक छिटो गर्नुपर्छ। ल लेट्स गो गाइज। 1 2 3 4 5 6 7 8 9 10 11 12 हेर्नुहोस् गाइस। यो एक्सर्साइज पनि 30 तीनचोटि गर्नु होला गाइस है त। गाइस यो एक्सर्साइजलाई चाहिँ जम्पिङ ज्याक भन्छ होइन। यो पनि 3 सेट 30 टोटल 90 सेट गर्नु होला है त। यस्तो गर्नु, घोडा जोड, अनि माथि यस्तो, अनि फेरि यस्तो है त। सो लेट्स गो। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18। यो पनि 30 3 सेट गर्नु होला है त। अबको स्टेप चाहिँ नाच्ने पालो छ है गाइस। नाचेरै सिक्स प्याक बनाउन सक्नुहुन्छ तपाईँहरूले। के गर्नुहोस् भन्दाखेरि एउटा हात कम्मरमा, एउटा हात टाउकोमा, यहाँ अब नाच्ने हो गाइस होइन। के गर्नुहोस् भन्दाखेरि यस्तोरी टक्क माथि जाँदाखेरि यो छुनी, घोडा र कुइनाले चाहिँ छुनैपर्छ गाइस। छैन भने फेरि तपाईँहरूको यो यहाँको भागको लोला जाँदैन है। मैले कति साथीहरू मेरै भिडियो होइन, फलोवर्स सब्सक्राइबरहरूको पनि हेरेको छु कि कति भिडियोहरू। यति चाहिँ नि यहाँ एकदम मजाले लोला, यहाँ यस्तो लोला ठुल्ठुलो हुन्छ, त्यो घटाउनको लागि यो बेस्ट हो गाइस होइन। त्यही भएर यो भिडियो चाहिँ घोडा र कुइनाले छुनैपर्छ। ल लेट्स स्टार्ट गाइस। एउटा हात कम्मरमा, एउटा हात टाउकोमा, अब छमछम नाच्ने गाइस है त। ल 1 2 3 4 5 6 7 8 9 10 11 12 भयो। यानि 30 चोटि गर्नु है त, 3 चोटि। अर्को राइट साइडमा है त, एउटा हात कम्मरमा, एउटा हात टाउकोमा। ल 1 2 3 4 5 6 7 8 9 10 11 12। मैले चाहिँ छोटो भिडियो हालेको छु गाइस होइन। तपाईँहरूलाई चाहिँ 30 3 चोटि गर्नु होला है त। अब हामी अर्को मुखतर्फ जाँदैछौँ। यो पनि पेटको लागि एकदमै इफेक्टिभ, बेली फ्याट, लोवर फ्याट र यो पुरै के अरे पेटको चाहिँ बोसो गलाउने एक्सर्साइज हो गाइज यो होइन। त्यसको लागि चाहिँ तपाईँले एउटा टावेल अथवा योगा म्याट छ भने त झनै राम्रो भयो होइन। यस्तो चाहिन्छ। त्यसपछि के गर्नु होला भन्दाखेरि यो दुईटै खुट्टा चाहिँ यसरी जोड्नुहोस्। यो दुईटा खुट्टा पछाडि र आफ्नो शरीरको वजन चाहिँ यो दुईटा हातमा राख्नुहोस् कि होइन। यो दुईटा हातमा आफ्नो शरीरको वजन हल्का छड्के भएर राख्नुहोस्। यो खुट्टा जोडेको छ र यसलाई के गर्नु भन्दाखेरि सिधा गर्नुहोस्, तर भुइँमा चाहिँ नछुवाउनु है। फेरि सिधा गर्ने तर भुइँभन्दा माथि, अनि माथि पुरै जति सक्नुहुन्छ त्यति खुम्च्याउनुहोस्। यसरी पेट दाब्नुहोस् कि यसरी होइन। अनि त्यसरी के गर्नुहोस् त भन्दा सिधै 1 2 3 4 5 6 7 8 9 10 11 12। ल हेर्नुहोस् होइन। यो पनि तपाईँले 30 पटक 3 चोटिसम्म गर्नु होला होइन। कुल मिलाएर 90 चोटि एक्सर्साइज गर्नु होला।
गाइस साइडबाट हेर्दा चाहिँ यस्तो देखिन्छ है तपाईँहरूलाई। यो खुट्टा पछाडि हात पछाडि भइहाल्यो, यो खुट्टा जोडेर यस्तो 1 2 3 4 5 6 7 8 10 11 12 अब यस्तो देखिन्छ है त साइडबाट हेर्दाखेरि। यो एक्सर्साइज पनि एकदमै इफेक्टिभ छ पेटको लागि, बेली फ्याटको लागि। सो गाइज स्टार्ट स्किप दिस एक्सर्साइज। यो एक्सर्साइज पनि एकदमै सजिलो र इफेक्टिभ रहे नै छ है। यो म्याट अथवा यसमा यसरी सुत्नु होला सिधा, त्यसपछि यो दुईवटा खुट्टालाई यतिसम्म पिन्स्याउनु होला र यो दुईवटा हात चाहिँ यहाँ साप्रा माथि राख्ने होइन, अनि जति सक्दो माथि उठ्नु होला यसरी यसरी, जति सक्दो माथि आफूलाई उठाउन कोसिस गर्नु होला है त। यो पनि 3 सेट 30 30 30 टोटल 90 हुनुपर्छ है गाइज। ल लेट्स स्टार्ट। 1 2 12 मैले चाहिँ भिडियो लामो हुने भएर 12 गरिरहेको छु गाइस होइन। अब अर्को एक्सर्साइज है त, यो पनि सुतेरै हुन्छ। यो मजाले ध्यान दिएर हेर्नु होला गाइस होइन। गएर सुत्नु होला, यो खुट्टा माथि खुम्च्याउनु र यो बारी चाहिँ पहिला यो गरेको थियौँ भने यो चाहिँ उठाउने नै हो र यो हातले चाहिँ पालै पालो यो साइडको यो छुने 1 2 3 हो यसरी छुनुपर्छ गाइज होइन। यो चाहिँ यो साइडको फ्याट घटाउनेलाई। सो यो पनि एकदमै इम्पोर्टेन्ट छ गाइज है। एक्सर्साइज पनि गर्नु होला। ल सिधा सुत्नुभयो, यो खुम्च्यो, त्यसपछि यो पनि 30 3चोटि गर्नु होला। यो चाहिँ सुतेर अब तपाईँहरूले सुतेर राउन्डसँग देख्नु भएन होला। यो अब जस्तै म सुतेको हुन्छ नि त, खुट्टा चाहिँ यसरी यसरी यसरी, यो जिउ मात्रै चाहिँ नि यस्तो यस्तो भएर मुभमेन्ट भइरहेको हुन्छ है त। त्यो चाहिँ खुट्टा छुनुपर्ने हुन्छ। ल यो भयो। अब अर्को मुभतर्फ हामी जाँदैछौँ गाइज। यो व्यायामलाई चाहिँ कसरी गर्नुपर्छ भने दुईटै हात पालै पालो समानान्तर रूपमा यसरी राख्ने र आफ्नो बडीलाई सिधा गरेर खुट्टाको औँलाले मात्र यसरी टेकेर एकदम शरीर सिधा राख्ने है। त्यो कतै छुनु हुँदैन। मेरो चाहिँ यो पेन्ट अलि ठुलो भएर तल छौको जस्तो देखिए तापनि मैले घोडाले चाहिँ टेकेको छैन गाइज होइन। यसरी नै तपाईँहरूले पनि एकदम सिधा गरेर जति होल्ड गर्न सक्नुहुन्छ होल्ड गरेर बस्नु होला। 4 मिनट 5 मिनट 10 मिनट होइन, जति सक्नुहुन्छ यो गर्नुहोस्। यसले पनि तपाईँहरूको बेली फ्याट पेट घटाउन धेरै मद्दत गर्छ है त गाइज। यो एक्सर्साइज पनि एकदमै काम लाग्ने एक्सर्साइज हो। तपाईँहरू 3 महिनासम्म यस्तो गरिराख्नु भयो भने तपाईँको 6 प्याक आउनबाट चाहिँ कसैले रोक्दैन के गाइज। सो ल गाइज, यो चाहिँ 6 प्याक निकाल्नेको लास्ट अफ सेट हो होइन। अलिकति हार्ड छ यो। तपाईँले धेरै होइन, दिनमा 20 चोटि मात्रै गरे भने तपाईँको 6 प्याक निक्लिनेबाट कसैले रोक्दैन है त गाइज। 3 महिनामै तपाईँको 6 प्याक निक्लिन्छ यो एक्सर्साइज लास्ट टाइममा एड गर्नुभयो भने। लेट्स गो। पहिला के गर्ने भन्दाखेरि पुसअप गर्ने, त्यसपछि यो दुईवटा खुट्टा माथि अनि जम्प। ल हेर्नुहोस् सजिलो छ। सुरुमा चाहिँ नि पुसअप गर्नुभयो, त्यसो यो दुईवटा खुट्टा जम्प, यहाँ फेरि उठ्नुभयो, फेरि एकचोटि जम्प। ल गाइज यही हो। यो पनि हामी 3 सेट 30 30 30 टोटल 90 गर्नुपर्छ।
म चाहिँ सर्टकटमा अब 12चोटि मात्रै गरेर देखाउँछु है त। हामी सँगै गरौँ, लेट्स गो। 3 2 1 गो। 2 3 4 5 6 12 गाइज यो पनि तपाईँहरूले आफ्नो एप्सको वर्कआउटमा 30 3चोटि गर्नुपर्ने हुन्छ है त। मैले चाहिँ जिम गरिसकेपछि के खान्छु भन्ने कुरा यो मिल्क छ, फ्रेस मिल्क त कहाँ पाउनु यहाँ विदेशमा होइन। यो मिल्क छ लो फ्याटको, अनि मसँग ओट्स छ अनि हनी छ गाइस होइन। सरी मलाई यति भोक लागेको थियो कि यार एक्सर्साइज गर्दा गर्दा होइन मैले तपाईँहरूले बनाएको खाएको चाहिँ देखाउनु पाएन। सो मैले चाहिँ यसमा ग्राइन्डरमा मिक्स गरेर खाइसकेको छु होइन। म चाहिँ यो खाने गर्छु है। अनि म चाहिँ अहिले किचनमा छु कि किचनमै छु, अनि अहिले त खाइसकेँ। अब खाना म के खान्छु त्यो पनि हजुरहरूलाई देखाउँछु है त। गाइस मेरो खाना चाहिँ एकदम सिम्पल रहनेछ होइन, जसमा चाहिँ दही जुन चाहिँ लो फ्याटको हो। किन भन्दा तपाईँहरूले लिन बडी चाहनुहुन्छ, 6 प्याक चाहनुहुन्छ भने अलवेज चुज द लो फ्याट डायरिज। दुध दही चाहिँ खाए पनि होइन, यो चाहिँ लो फ्याटको हो गाइस। किन भन्दा मैले चाहिँ लिन अनि 6 प्याक चाहिएको छ नि त मलाई, अनि त्यस्तै बडी मेन्टेन गर्छु नि त। अनि यो चाहिँ जुस मिल्क सेक हो। मिल्क सेकमा नट्स, चिया सिड अनि वाटरमेलन पनि छ। यो चाहिँ खसीको कलेजो रहेको छ गाइस होइन। यो चाहिँ बिटरुटको सब्जी। यो चाहिँ क्युकम्बर पनि एकदमै फाइदा गर्छ है शरीरलाई। अलिकति खाना, दाल, ग्लासमा दाल रहेको छ। अनि यो फ्रुट्समा चाहिँ नि जे भए पनि एउटा होइन, केरा, स्याउ, सुन्तला तपाईँहरूलाई चाहिँ मनपर्छ त्यो खानापछि चाहिँ एउटा खाना नभन्नु होला है त। यो भनेको एउटा प्रपर डाइट हो गाइस होइन, यसरी नै मेन्टेन गर्नु तपाईँहरूले पनि। अनि यो बिटरुट खास त काँचै खानुपर्ने, आज चाहिँ मैले सब्जी बनाएको थिएँ होइन। म चाहिँ खानातर्फ लागेँ होइन, तपाईँहरूले पनि अब के खानुहुन्छ होइन त्यसरी नै मिलाएर खानु होला। गाइस यो जुसमा छ नि के छ भने वाटरमेलन, मिल्क अनि चिया सिड पनि छ है गाइस। यसमा तपाईँहरूले कालो कालो देखिराख्नु भएको होला, यसमा चिया सिड पनि छ गाइस। चिया सिडले नि हेल्थलाई एकदम राम्रो गर्छ। सो त्यो पनि मिक्स गर्न नभुल्नु होला। नेपालतिर भएको भएको फ्रेस दुध दही पाउने त होइन, अब यहाँ त कहाँको फ्रेस पाउनु, सबै फ्रिजकै खानुपर्छ गाइस होइन। सबै चाहिँ नि हामीले फ्रिजकै यहाँबाट खानुपर्छ। सो मैले चाहिँ सुरु गरेँ है गाइस, यो गर्दाखेरि सुरु गर्दैछु। यही नै हो गाइस मेरो खाना चाहिँ होइन। तपाईँहरूले पनि यसरी मिलाएर खान सक्नुहुन्छ। यो चाहिँ केरा होइन, फल फ्रुट खाना खाइसकेपछि जुनैसुकै फ्रुट्सहरू पनि तपाईँहरू खान सक्नुहुन्छ है त लास्टमा खाना खाइसकेपछि। र गाइस मेन कुरो काँक्रो पनि आफ्नो डाइटमा सामेल गर्न नभुल्नु होला है त। काँक्रोले पनि धेरै फाइदा गर्छ। गाइस आजको यस एक्सर्साइज भिडियो हजुरहरूलाई कस्ता लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला है त। 6 प्याक कसरी निकाल्न
आज सिक्स प्याक कसरी निकाल्न सकिन्छ भन्ने एक्सर्साइज सिकेको छौँ आज होइन। तपाईँहरूले पनि 3 महिनामा फ्याटबाट फिट हुन सक्नुहुन्छ भन्ने मलाई आश छ। यो भिडियो मन परेको भए लाइक सेयर सब्सक्राइब गरी बेल आइकन थिच्न चाहिँ नभुल्नु होला है त। यस्तै भिडियोहरू मैले हरेक हप्ता यसै च्यानलमा अपलोड गर्ने गर्छु र आएर हेर्नुहोला र फिट रहनु होला है त। See you in next video guys. Bye.